धरान 16 मा पाण्डोरा बीबीक्यू भन्ने एउटा राम्रो नयाँ ठाउँ छ, नयाँ घर छ। पाण्डोरामा यहाँनिर पार्किङ स्थल पनि एकदम राम्रो छ। ठुलो चौरी छ, यता बस्ने घरहरू छ। पर 3वटा टहरा छ, बाँसको कति राम्रो छ। उद्धवपट्टिको त्यो घरभित्र चाहिँ यो पार्टी गर्नेहरूको लागि हो। यो टहराहरूमा चाहिँ विशेष गरेर जोडी हुनेहरू गोप्य लुकेर बस्ने ठाउँ, खाने ठाउँ छ। उतापट्टि पनि रहेछ एउटा टहरा। अनि यहाँ भित्र चाहिँ गुनिङ चोलो अनि छेवर पास्मी के कार्यक्रम हुन्छ त्यहाँ छ है कोठा। यो टहरा भित्र चाहिँ लुकेर खाने ठाउँभित्र चाहिँ मान्द्रोको भित्ता बनाएको रहेछ। छाना चाहिँ बाँसको अनि माथि खरको छानाले छाएको छ। शीतल हुन्छ यस्तो ठाउँमा। यहाँ पनि पाण्डोराको बस्ने ठाउँहरू छ, खाने ठाउँहरू छ। हामी खानु आइरहेको छौँ। ल सुरु गरौँ। कस्तो रहेछ हेरौँ, चाख्नु तपाईँ। यसो पनि आफ्नो त अम्ला छोटो न छोटो यस्तो पनि हुँदैन। तिम्रो अचार रहेछ, मिठो छ। नानी हाँसेर हाम्रो सर यो चिकन डायमन्ड त ठुल्ठुलो रहेछ। मुखमा पनि अट्ला कि नअट्ला, म त मुख पनि फेरि मेरो सानो छ कि। कसैको मुख यत्रो हुन्छ कि, मेरो त सानो मुख छ, नअट्ला। अलिक सानो पिस चाहिँ खानु पऱ्यो कि। चिकन डायमन्ड गरी कि भने दामी, साह्रै मिठो। खाए ल भन्नु न फेरि। खाए ल सारङ्गाको बहिनी जस्तो। यो पाण्डोरामा पिज्जा है। भन्दा लिएर पिज्जा लु खाऊ। बो मैले नखाने, खालि मलाई नै अगाडि के मै खानु। खाऊ तिमी नै मोटो छौ, तिमी नै शक्तिशाली छौ, मलाई नै फुटा, तिमीलाई नै रुच्छ, तिमीलाई नै पच्छ। म दुब्लोलाई त रुच्दैन पनि पच्दैन पनि। यहाँ देब्रे हात एउटा के, मलाई त मन पर्दैन पनि पिज्जा त कि म खान्न। लु अब मै सुरु गरेँ, ज्यान गतिलो छ। म 3जनाले खानु है, म त यो खानु मन पर्दैन पो फेरि। यो त मिठो छ, मिठो तन्कियो। तन्काउन पऱ्यो यस्तो गरेर, यस्तो बरु बिनायो बजाउनु नि। तन्कियो भने त नि के को हाँसिरहेको त नि। म अब त तन्काएर त बरु बिनायो पो बजाइदिने थिएँ यस्तो गरेर। मलाई त मन पर्दैन।